ब्रिज भन्दा पनि भयो, ब्रिज पानी माथि छ, ब्रिज भन्दा पनि भयो, बाटो हिँड्ने बाटो त भइहाल्यो। मजाले चाहिँ दिन बित्दो रहेछ। बिस्तारै घुम्ने हो, मजाले निहालेर अवलोकन गर्दै हिँड्ने हो भनेदेखि मजाले दिन बिताउन चाहिँ सक्ने ठाउँहरू रहेछ। देखियो त सर? टिकट पर्तिर काट्ने काउन्टर त्यता रहेछ हैन? टिकट काउन्टर यहाँ रहेछ। कतातिरबाट जाने? अब इन्डोर त क्लोज छ अरे, अब रेनोभेसन हुँदैछ अरे, त्यसले गर्दाखेरि छिर्न नपाइने रहेछ आज है। म त फर्स्ट टाइम आएको यो ठाउँमा। हामीलाई लागेको थियो यहाँ भित्र जानु नपाइने हो कि भनेर होइन। अब तर यो भित्र चाहिँ पाइँदो रहेछ। इन्डोर भन्नाले चाहिँ अब यो गेटभित्रै पो छिर्न नपाइने हो कि भन्ने लागेको थियो, किनकि यो एउटा बिल्डिङ जस्तै छ नि त। त्यो समझ थियो हाम्रो, त्यो होइन रहेछ। भित्र छिरेर त्यो सीमित के त्यो म्युजियम के होला सम्भवतः इन्डोर, त्यो चाहिँ हेर्न नपाइने होला। द पार्क इज विथ 24 आवर्स सिसिटिभी सर्भिलेन्स। ठिक छ। त्यहाँबाट यो जो इन्ट्री गेटबाट छिरियो त्यो यो बिल्डिङ भनौँ न, यो भित्र रहेका म्युजियम अथवा केही यहाँ जो चिजहरू होला नि ती चिज चाहिँ बन्द रहेछ। त्यो चाहिँ रेनोभेसन भइरहेको कारणले गर्दा यतातिर त अब हेर्न मजाले सकिने भएको रहेछ। यति भए भइगयो नि भित्र के चिज चाहिँ हेर्ने भन्ने कुरा हो। सुरुवातमा त हामी अलिकति एकछिन अत्याए पनि, अत्याए भन्दा अलिकति किसिम निराश हुने स्थिति बनेको थियो, हेर्न नपाइने भयो कि भनेर। मान्छे आज मन्डे, यो त वर्किङ डे सुरु भएको छ। फेरि पनि फाटाफुट्टा हेर्ने मानिसहरू, हेर्न आउने घुम्न आउने मानिसहरू चाहिँ भेटिँदैछन्, देखिँदैछन्। मजाले दिएछ। बर्ड्स अफ इयर्स प्लिज बी क्वाइट। काठको फुल त क्या हिँड्ने बाटो त, ब्रिज पनि एउटा बाटै नै हो हिँड्ने। सुरु भयो रहेछ यहाँबाट। यहाँ चाहिँ अलैँचीकै जस्तो बोर्ड छ यार। यो त अलैँची नै हो क्या हो? अलैँची हो क्या हो? अलिकति सानो पात छ, अलिक नसपरिने नहुने ठाउँमा अलैँची यस्तै होला सायद है। योभन्दा अलिक अलैँची चाहिँ ठुलो पात हुन्छ। ए हो रहेछ है। माछाहरू मजाले खेलिरहेछन्। बिहान चाहिँ त्यो के कोक पिराखेको यस्तो त मनपर्छ। म यो नेचरसँग सम्बन्धित कुराहरू मनपर्छ। मैले अघि भन्दै थिएँ मलाई यस्तो आर्टिफिसियल चिजहरू त्यति धेरै मन पर्दैन, त्यसै कारण म पार्कहरू यस्तोहरू घुम्दिनँ प्राय। मेरो भिडियोहरूमा त्यस्तो छैन। डाँडा काँडा जङ्गल यस्तो चिजहरू मात्रै प्राय समेटिराखेको हुन्छु मैले। तर आज यो वेटल्यान्ड पार्क आइएको छ। म चाहिँ फर्स्ट टाइम हो सायमारो। बिहान त पहिले पनि आएको हो। म यस्तोतिर भनि नै हालेँ। त्यति साह्रो दिलचस्पी नहुने भएको कारणले गर्दाखेरि मैले पार्टीमा राख्दिनँ। केटाकेटीहरूको लागि चाहिँ ठिक छ। तर आज यो यसरी घुम्दाखेरि नेचुरल चिजहरू छ यहाँ। यो सिमसार क्षेत्र हो क्या खास भन्दाखेरि। यसको बारेमा यावत
जानकारी दिन त मैले नसकौँला किनकि यो बारे मैले यसो हेरेको छुइनँ गुगलमा हेरेको छुइनँ। फेरि पनि यो सिमसार क्षेत्र हो भन्ने चाहिँ त्यतिसम्मको सहमत चाहिँ छ जस्तो लाग्छ मलाई। त्यो चाहिँ हुनै पर्ने हो, झुटो नहोला। के कस्ता जीव जन्तु चराचुरुङ्गीहरू पाउँछन् भन्ने कुरा पनि यहाँ देखाएका छन्। दिने कुरा स्वाभाविक रहे नै। एउटा यसको यो ठाउँको विशेषता भनेको चाहिँ वेटल्यान्ड पार्क त हुँदै हो, तर सबै यो काठले बनाएको छ र त्यसले एउटा वुडल्यान्ड पार्क पनि किन नभन्ने र भन्ने किसिमको पनि मलाई लाग्ने है। यो चाहिँ निकै लाफिन नोलान स्ट्रिम ल मजाकै छ नि, हेर्न सकिन्छ। काठका सबै बाटाहरू बनाएको ब्रिजहरू जस्तो भनौँ न। यो मङ्सिर महिनाको मङ्सिर नेपालमा त पुस लागिसक्यो अरे, पुस लागिसक्यो। डिसेम्बर 22 तारिक हो, पारिलो घाम। यसरी यो ठाउँको यात्रा गर्नु अलिकति राम्रै अनुभूति, राम्रै महसुस भइराखेको छ मलाई। सायद यो बेला घुम्नको लागि उचित मौसम, किनभने जाडो पनि छैन नि थङ्कोमा। सायद डिसेम्बर हो तर त्यस्तो जाडो बसिसकेको छैन। 20-21 डिग्री त्यस्तै वरिपरि छ टेम्परेचर। यहाँ चाहिँ ल तारिकाठ चाहिँ रहेछ है। हामी तारिकाठ अथवा भिरिममा भन्थ्यो हाम्रो गाउँघरतिर। एक किसिमको यो जस्तै पनि के अरे पाइनएप्पल जस्तै जस्तै पनि है। यस्तो फोटो खिच्देऊ त बिहान, एउटा फोटो खिचिदिउँ त यस्तो टिपमा आँटेको जस्तो। बिहान खिच्देऊ। खानुहुन्छ नि यो भिरिममा त हो नि, तर मिठो हुँदैन खासै होइन। त्यही त गुलियो चाहिँ गुलियो हुन्छ होइन। केटाकेटी हामीले भिरिममा खान्थ्यो त, त्यही त भिरिममा नै हो क्या यो। के हिले माछा हो त यो? हिले माछा होला है। माछालाई खाँदै थियो, यो खाँदैछ। यो वेटल्यान्ड पार्कको चाहिँ नि विशेषता चाहिँ यो के अरे काठको फुल, काठको बाटो एक्सेस जहीँ त्यहीँ हुने हो है। के अरे यसलाई के भन्ने यो ब्रिज भन्दा पनि भयो, ब्रिज पानी माथि छ, यसलाई ब्रिज भन्दा पनि भयो। बाटो हिँड्ने बाटो त भइहाल्यो। अब यो सिमसार क्षेत्र होइन, यो त्यहाँ पुरा पानी भएर चाहिँ उति फेरि मजाले सल्लाहको रुखहरू एकदम सुक्खा ठाउँमा हुने रुखहरू जस्तो होइन छ। यो ठाउँ निकै नै राम्रै रहेछ, राम्रै अलिक विविधता भएको ठाउँ सिमसार। त्यहीँ सल्लाहको सुक्खा ठाउँ हुने सल्लाहका रुखहरू है, राम्रै हो। खास गरी केटाकेटीहरूलाई लिएर आउँदाखेरि त्यो निकै हुने रहेछ है, टाइम पास गर्नको लागि राम्रो छ। यो चाहिँ कमलको फुलहरू अघि पनि भन्दै थिएँ मैले, धेरै सुकेको कि यो एरियामा चाहिँ हुर्किसकेको छ भनौँ न। त्यो पहेँलो कलर कि कुन, यो पहेँलो कि कुन कलर हो? कलर है पहेँलै हो। कमलहरू नि मरेको बनाएको यस्तो मजा आएको है। यहाँ हामी काटे पुलमाथि, भित्र तल पानी, के कस्तो कस्तो रुखहरू है। त्यहीँ सल्लाह प्रजातिको रुख, यहाँ कुन प्रजातिको, त्यहीँ भिरिममा यो बायोडाइभर्सिटी भन्छ नि, हो अनेक छन् क्या। यो निकै रोमाञ्चक ठाउँ नै रहेछ भन्ने लाग्यो मलाई।
म त नत्र आर्टिफिसियल उहरूमा त्यति साह्रो दिलचस्पी नराख्ने मानिसलाई पनि निकै राम्ररी नै भनौँ न एक किसिमको चाहिँ नि रमाइलो अनुभूति महसुस भइराखेको छ। यो चाहिँ दूरबीन हाउस भनेर साइमाले भन्दै छिन्। भनेको त यहाँबाट चाहिँ दृश्यहरू अवलोकन गर्ने एउटा टेलिस्कोप अथवा जे भन्यो दूरबीन राखिदिएको छ भन्ने कुरा छ। बिहानले चाहिँ डक देख्यो अरे हो यसरी मिलाएर नजिकबाट हेर न घनिष्ठ गरेर त्यो यो घुमाउने सर यो घुमाउने यो बिहानले डक देख्यो भन्दै छ हाँस्दै नजिकबाट हेर न कस्तो रहेछ डक हाँसहरू अनि त्यो सेतो बकुला डल्लै छ तल तलसम्म देख्छ सबै सिमसार छ क्या कति दामी छ नि पुरो छ है सबबाटै यो पाक आउँदा पनि मलाई आनन्द लाग्छ कि यो चाहिँ के फल हो फल्या रहेछ यहाँ के यसको बारीमा छ नि सापोडिल्ला यो त निकै महँगो फल जस्तो लाग्यो मलाई कता कता देखेँ जस्तो लाग्छ मलाई त्यस्तो रहेछ यहाँ ए फेरि यहाँ त सुरु भएछ नि त यो म्याङ्ग्रोभ बोर्डवाक हुन्छ के भनेछ सर ए दुलो बनाएको यिनीहरूले नि अनि त्यो हिले माछा पनि यतै पाउँछ ए हो रहेछ है सबै दुलो हेर्नु चाहिँ कति छ यता पनि छ यत्रो ठुलो रहेछ पुरै तिनीहरूले नै धुलो बनाएको यो धुलोभित्र पस्यो काठको फुलहरू त काठको बाटो भनौँ न भनेर सिद्धि होला जस्तो लागेको थियो होइन रहेछ है फोटोमा हेर्नु त यो लामो लामो यस जैविक विविधता रहेछ यहाँ त्यत्रो प्रशस्तै अब यो पानीको यो सिमसार क्षेत्र त्यसमा यो साना साना रुखहरू यो झ्याम्मा कस्तो बाक्लो है म्याङ्ग्रोभ बोर्ड वक भनिरहेको छ हामी अगाडि नै बढौँ जतिको लड्छ भनेर यस्तो बनाएको छ यो चाहिँ बेवेयर अफ मुभिङ पार्ट्स भनिएको छ है यो भनेको चाहिँ हल्लिने टाइपहरू चाहिँ यो चाहिँ यो टाइप पार्ट पुरै हल्लिरहेको छ साँच्चीकै राम्रो छ है सुन्दर छ ओहो पुरै यहीँ रुख बिरुवाहरू यहीँ प्रशस्त यहीँ पानी है यहीँ हल्लिरहेको ब्रिज बिहान त्यसो नगर नहल्लाउनु हुन्छ र फेरि त्यो राम्रो कुरा होइन सेक्युरिटी गार्ड त्यहाँको उहाँहरूले देखिहाल्यो भने बर्डहरू बर्ड कता गयो माछा कि गङ्गटा खोजेछ है यसले कस्तो मजाले त लडक लज किनेछ यो चाहिँ परैसम्म चाहिँ वाइल्ड साइड वक त्यतापट्टि 90 मिटर बटरफ्लाई गार्डन 200 मिटर त्यो चाहिँ मड फ्ल्याट है यो साइड यतापट्टि पर्दो रहेछ हामी चाहिँ यतैपट्टि जानुपर्छ बकुल्ला सेतो बकुल्ला काँसको फुल जस्तो यो के फुल हो यो त्यहीँ फेरि यस्तो सिमसार क्षेत्र माछाहरू है आम्मामा टन्नै रहेछ त माछा त राम्रो होला ओ हिले माछा थियो हिले माछा हो त्यो हिले माछा बकुलाले खान सक्दैन त
उनीहरूले सानो सानो बुढाहरू मात्र खोज्छन् यहाँ अब यत्रो सिमसार क्षेत्र त्यहीँ सल्लाहको रुखहरू सल्लाह एकदम सुक्खा ठाउँमा हुने जस्तो लाग्छ लागेर यो चाहिँ बटरफ्लाई गार्डन भनेर भनेको छ अब यतातिर चाहिँ पुतलीका हुलहरू बथानहरू देख्न सकिएला पुतलीहरू त छैन त खास बटरफ्लाईहरू त ए रहेछ है यतातिर खाने बेलासम्म भएको छ नि त फिसपोन हाइट भनिएको छ अब के हो लुकेको फिसपोन भनिया हो के भन्नु खोजेको उल्टो हो कि सुल्टोको कि है ए यस्तो रहेछ भनौँ न यहाँ त एउटा फेरि ऊ पनि छ फेरि घर पनि छ दूरबीन लाएर हेर्नुपर्ने हो क्या फेरि यहाँ के वाइ फिस फोन यहाँ पाउने बर्डहरू यहाँ दूरबीन स्पुनहरू यता वरिपरि सबै मुनिबाट हेरी यहाँ बाटो मजाले केराबारी घरहरू है त्यो परको पारी यो ठुलो घर त चाइनाकै हाल्यो फेरि चाइना हो चाइनाको सिमाना त हो नि यहाँ चाहिँ यहाँ सबै छ क्यामेराम्यानहरू फिस पोन्डहरू हो या त बर्डहरू के चाहिँ हेर्न पाउने ठाउँ रहेछ त्यहीबाट गइदिउँ यहाँ त ऊ पनि रहेछ नि त ल बाइनोकुलर यहाँबाट त ऊ सिटीहरू देखिने त्यो गेट छेउको उता रहेछ नि